Hello everyone, welcome to my mini vlog after a long time नै भनौँ। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। अनि आजको मिनी भ्लग चाहिँ छ दिदीको बिहे, मेरो चाहिँ फुपूको छोरीको बिहे छ। सो हामी चाहिँ जाँदैछौँ एटेन्ड गर्नको लागि। सो तपाईहरुले सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ यहाँ रेडी हुँदै थिएँ। म चाहिँ जहिले भ्लगको सुरुमा चाहिँ झ्याप्लक्क भएर बसेको हुन्छु क्या खाली। बिहान चाहिँ कत्रो ठुलो पानी परेको थियो क्या, हिँड्ने बेलामा कत्रो ठुलो परेको थियो, कत्रो कालो न मैलो भएर आएको थियो। सो दिउँसो चाहिँ परेन, राम्रै भयो दिन चाहिँ। सो सीमा चाहिँ रेडी भएर आइसकेको थियो। हामी चाहिँ सबैजना अटोमा जान आँटेको थियौँ। अनि त्यहाँदेखि हामी चाहिँ अटोको वेट गरिरहेको थियौँ। अनि यहाँनिर चाहिँ सुशान्त पनि आइसकेको थियो। यो चाहिँ कत्रो अग्लो छ क्या, फेरि क्यामेरामै हट्दैन घरिघरि। यिनीहरू दुईजना चाहिँ मेरो प्यारा प्यारा भाइहरू हुन्। यहाँ चाहिँ हुन्छ मेरो मामु सजिएर हेलो हेलो भन्दै हुन्छ। अघि चाहिँ रेडी हुँदै बिचमा देखाएको थिएँ, तर अहिले चाहिँ म फाइनल रेडी भइसकेको थिएँ। यहाँ चाहिँ अटो आयो भन्दै सबैजना अटो हालिँदै हुन्थ्यो। नभन्दै हाम्रो अटो त आइसकेछ। सबैजना पर्खिराख्नु भएको थियो हामीलाई। नजिकै छ क्या बौद्ध मोडबाट धुलाबारी जान चाहिँ, अनि अटोमै जाँदा हुन्छ नि त। अनि हामी चाहिँ हिँडिसकेको थियौँ। तिन चारवटा अटो थियो होला सायद। अनि यहाँ चाहिँ म चाहिँ सबैजनालाई हेलो भन्न लगाउँदै थिएँ, भ्लग आउँछ भन्दै। भरे सबैजनाले हेर्नुहुन्छ नि त। अनि तिनवटा जति अटो भए पनि म चाहिँ जहिले काखमै बसेर जानुपर्छ क्या, खोइ किन सानो पनि हाई भन्दैछ। हामीहरू चाहिँ इटाभट्टामा पुगेको थियौँ। अनि इटाभट्टामा चाहिँ अर्को अटोलाई पर्खिँदै थियौँ हामी। यतिखेर चाहिँ इटाभट्टादेखि चाहिँ मेन रोड छ, एसियन हाइवे पनि भन्छ, महेन्द्र हाइवे पनि भन्छ। कुन हाइवे हो दुइटै भन्छ होला। यो रोड चाहिँ नयाँ बनेको हो अहिले, कस्तो राम्रो छ क्या बनाएर, पहिला यस्तो थिएन। हामी चाहिँ धुलाबारी आइसकेको थियौँ। अनि अङ्कलले चाहिँ खोइ कुन चाहिँ रोडबाट लाँदै हुनुहुन्थ्यो, किनकि रोड बनाउँदै रहेछ। यहाँ चाहिँ मामुहरूलाई हल्का काम थियो। सो हामीले चाहिँ अटो रोकेर ठुलो मामुहरू काकीहरू सिक्किन जानुभएको थियो। त्यसपछि चाहिँ हामी पुग्यौँ बेहुलीको घर। रमाइलो भयो क्या, प्रायः जस्तो सबैजना चिनेकै हुन्थ्यो। अनि सबैजनासँग भेटघाट पनि भयो। अनि यहाँ चाहिँ जन्तीहरू आइसक्यो अरे, बेहुलीको एन्ट्री पनि हुँदै थियो। अनि दिदी चाहिँ आउँदै हुन्छ है अब। बेहुलीको एन्ट्री चाहिँ खतरा भयो। अनि यहाँ हुन्छ हाम्रो दिदी। सो यो चाहिँ स्वयंवरको लागि मात्रै एन्ट्री होला सायद। अनि यहाँ चाहिँ दिदी र म चाहिँ बसिरहेको थियौँ। दिदी चाहिँ मेरो दिदी हो। बाबुले चाहिँ मेरो भ्लगमा हेर्दा भन्दै थियो। अनि यहाँ भाइहरू पनि थिए, सबै भाइहरू त हुन् मेरो। यो पनि हेर्दा मात्र दाइ देखिन्छ, तर भाइ नै हो है मेरो। यति बेला चाहिँ मैले खाइसकेको थिएँ। खानाको सुरुमा मैले भोक यस्तो लागेको थियो नि, अनि मैले भिडियो गर्नै बिर्सेछु। अनि यहाँनिर चाहिँ बेहुला बेहुली आउनुभयो जग्गेमा। त्यतिखेर चाहिँ दुवैजनाको लुगा चेन्ज गर्ने बेला भइसकेको थियो। अनि लुगा चेन्ज गर्नको लागि जान पर्थ्यो हुन्थ्यो। कति क्युट देखिनु भएको थियो क्या दुवैजना। अनुहाउन हतार पनि गर्दै हुन्थ्यो, किनकि भिनाजु अलिक टाढैबाट आउनुभएको हो। अनिदेखि भिनाजुको घर चाहिँ बर्दिवास हो। अनिदेखि अब टाढै हुन्छ नि त झापाबाट बर्दिवास जान त। यहाँ चाहिँ सिन्दुर पोते हुँदै थियो। अनि म दिदी भाउजू चाहिँ त टाढैबाट परैबाट हेर्दै थियौँ, किनकि गर्मी धेरै थियो। अनि हामी चाहिँ फेरि पानीपुरी खान गयौँ। त्यति बेलासम्म अनुहाउने बेला भइसकेको थियो। अनि यहाँ चाहिँ टिका लगाइदिएर अब बिदा हुने बेला भइसकेको थियो। अब चाहिँ जाँदै हुनुहुन्छ। यति बेला चाहिँ सबैजना इमोसनल नै हुन्थ्यो। अब बिदाईको बेला सबैजना इमोसनल नै भइहाल्नुहुन्छ। फुपू अनि भिनाजु, अब दिदी भिनाजु भन्दा त दुईजनै दिदी भिनाजु हो। फुपू अनि भिनाजु हल्का इमोसनल हुनुभएको थियो। दिदी चाहिँ हाँसी खुसी जानुभयो। यो त सबैको लागि राम्रै हो होइन। अनि ह्याप्पी म्यारिड लाइफ दिदी। अनि हामी पनि घरतिर फर्क्यौँ। यस्तै छ गाइस, अघि बिहान आउँदा म कस्तो थिएँ, अहिले कस्तो भएको छु। यस्तो गर्मी थियो नि, पुरै नगरौँ। अनिदेखि सबैजनालाई भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। लभ यु गाइस।